उन्नतको लागि नेपाली जनताहरूको मनस्पटलमा हाम्रो यो समाज सुसज्जित होस् भन्नको लागि विभिन्न किसिमका कार्यक्रमहरू गर्दै आएको परिवेशमा आज म तपाईहरुको गाउँ छिमेक अथवा यो हाम्रो खगरौला भन्सारमा लागु औषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम लिएर आएको छु। सर्वप्रथम हजुरहरू लगायत प्रमुख अतिथिज्यूलाई म आभार प्रकट गर्दै मेरा कुराहरू हजुरहरूप्रति सम्प्रेषण गर्ने अनुमति चाहन्छु। पहिला कुरा हामी लागु औषध भनेको के हो यो कुरा बुझ्न जरुरी छ। लागु औषध त मदिरा खानु पनि लागु औषध नै मान्छ, भाङ्गु खानु पनि लागु औषध मान्छ, गाँजा खानु पनि लागु औषध मान्छ, विविध किसिमका अफिम कोकाइन हिरोइन यी यावत कुराहरूलाई पनि लागु औषध मान्दछ। तर लागु औषध ऐन 2033 ले के भन्छ त? लागु औषध भनेको के हो? लागु औषध भनेको त्यो चिज हो जसको सेवनले गर्दा मानिसको भित्री स्नायु र मगजलाई बिगार्छ, भ्रम सिर्जना गर्छ भने त्यस्तो चिजलाई हामी के भन्दछौँ? लागु औषध भन्दछौँ। जसमध्ये गाँजाजन्य चिजवस्तुहरू, त्यसको लवणहरू र त्यस्तै गरेर गाँजाका बोटाहरू, भाङ्गु भन्छौँ हामी, भाङ्गाका बोटाहरू, अनि त्यस्तै गरेर अफिम कोकाइन हिरोइन, अनि अहिले कसो भएको छ भने नेपालले बन्देज गरेका औषधिजन्य लागु औषधहरू पनि छन्। जस्तो फेन्सिटोल हो, अनि कोरेक्स, त्यस्तै गरेर जाइपाम, यावत किसिमका औषधिजन्य चिजवस्तुहरूलाई पनि के गरिरहेछ? लागु औषध ऐन 2033 ले अहिले बन्देज गरेको अवस्थाहरू छ। त्यही भएर हाम्रो यो खुल्ला सिमाना छ है सरहरू। यहाँ विभिन्न किसिमका लागु औषधहरू सेवन गर्ने, युज गर्ने, ल्याउने, तस्कर गर्ने, बोक्ने, त्यसलाई अब कानुनी मान्यताले के भन्छ भने युज गर्ने मान्छेलाई नि दण्ड सजाय हुन्छ, सञ्चित गर्ने मान्छेलाई नि दण्ड सजाय हुन्छ, अनि आयात गर्ने मान्छे हो नि जो आयात निर्यात गर्छ भने त्यसलाई पनि हामी कानुनी हिसाबले त्यसलाई प्रतिबन्ध गरिएको छ। हजुरहरू खुल्ला सिमानामा बस्नु भएको छ, किनभने प्रहरीलाई सपना हुँदैन। प्रहरी भनेको जादुको छडी होइन। हजुरहरूको सेवक